आज दाम नि खाके तर रमाइलो गर्न आएको झगडा हेर्नु पाइया बुढाबुढीको त्यो पनि हे भगवान् ओ ह्याप्पी एनिभर्सरी टु अस हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ हाम्रो युट्युब च्यानलमा र हामी चाहिँ हाम्रो वेडिङ एनिभर्सरीमा फर्स्ट वेडिङ एनिभर्सरीमा चाहिँ परेवाकोट गएको थियौँ। हजुरले देख्न सक्छ यो ठाउँ चाहिँ लोथरको पुल आउनुभन्दा 50 मिटर्स जति अगाडि लेफ्टबाट माथि लाग्नुपर्छ। सुरुमा चाहिँ रोड राम्रै छ एकछिनको लागि 5-10 मिनट लागि चाहिँ रोडहरू ठिकै छ। त्यसपछि चाहिँ अफरोड नै अफरोड छ। डिस्टेन्स चाहिँ धेरै टाढा नै छैन। तल ठ्याक्कै लोथरबाट आधा घन्टादेखि 45 मिनटमा चाहिँ आफ्नो डेस्टिनेसन पुग्न सकिन्छ। ठाउँको नाम चाहिँ मास्के होमस्टे भन्नेमा हामी चाहिँ त्यहाँ बसेको थियौँ परेवाकोटको होमस्टेमा। होमस्टे चाहिँ एकदमै राम्रो थियो। अब यो ठाउँबाट चाहिँ एउटा नि हजुरले बोर्ड देख्न सक्नुहुन्छ मास्के कफी फार्म स्टे भनेर, त्यहाँबाट चाहिँ लेफ्ट लाग्नु पर्यो। अनि यहाँबाट चाहिँ बाटो अफरोड नै छ, एकदमै अफरोड छ। त्यही माथि हामी चाहिँ सानो बाइकमा गएको थियौँ। बाइक चाहिँ अलि सिसी ठुलो भएको पावरफुल बाइक भयो भने चाहिँ जान सजिलो हुन्छ। हामी चाहिँ जाडो महिनामा गएको भएर होला त्यति साह्रो रोडहरूमा अब हिलोहरू पनि थिएन, त्यही भएर चक्का स्किड पनि भएन। यहाँबाट चाहिँ अब जङ्गलको बाटो जानुपर्छ। खासै त्यस्तो डरलाग्दो जङ्गल त छैन, तर जस बाटो चाहिँ अफरोड नै छ। अनि हामी चाहिँ हाम्रो एनिभर्सरी राम्रो गरौँला, इन्जोय गरौँला भनेर गएको थियौँ। अनि होटल बुकसुक पनि सबै गऱ्यौँ। तर अनफर्चुनेटली त्यहाँनिर चाहिँ के भइदियो भने जुन त्यो होटेलको स्टाफ बुढाबुढीले चाहिँ त्यो चलाउँदो रहेछ त्यो के भन्छ त्यसलाई फार्म स्टे चाहिँ होमस्टे चाहिँ। अनि उनीहरू चाहिँ अनि रक्सी खाएर झगडा गऱ्यो बुढाबुढी। हामी चाहिँ चेक इन गरिसकेको थियौँ। अब त्यस्तो ठाउँमा अब रक्सी खाएर झगडा गरिसकेपछि बस्ने कुरो नि भएन। अनि त्यही भएर हामी चाहिँ गयौँ, एकछिन बस्यौँ। अनि त्यसपछि हामी चाहिँ फर्क्यौँ। त्यही पनि जे होस् ठाउँ चाहिँ रमाइलै छ। राम्रोसँग गर्न सकियो भने पछि फ्युचरमा चाहिँ एकदम राम्रो हुनसक्छ यो ठाउँ। किन भन्दा एकदम पिसफुल छ, खासै हो हल्ला पनि हुँदैन। मैले नि पहिल्यै गएको थिएँ अनि त्यही राम्रो लागेर नै लिएर गएको। तर जे होस् प्लानिङ अनुसार चाहिँ भएन। तर जे होस् मेमोरी चाहिँ राम्रै कलेक्ट भयो। र यहाँबाट चाहिँ राइट लाग्यो भने चाहिँ मास्के कफी फार्म स्टे पुग्छ। अनि हामी चाहिँ यता परेवाकोट माथि जाने हो टावरमा, त्यही भएर त्यहाँबाट चाहिँ लेफ्ट लाग्नुपर्छ। र यहाँबाट चाहिँ अलमोस्ट कति भनौँ लगभग 10 मिनट जति लाग्छ होला, 5 to 10 मिनट्स। अनि हामी हाम्रो डेस्टिनेसन पुग्छौँ। र अलिकति माथि गइसकेपछि चाहिँ राइट साइडमा चाहिँ एउटा यस्तो ठाउँहरू बनाएको रहेछ, पार्क जस्तो। सायद हामीले खासै त्यहाँनिर बसेनौँ, किन भन्दा बस्ने खालको इन्भाइरोमेन्ट पनि थिएन। त्यसपछि हामी चाहिँ आफ्नै उता मासतिर नि लाग्यौँ। देखेको चाहिँ सबै कफीहरू हो। कस्तो लाग्यो त नि? राम्रो लाग्यो।
शान्त त्यो सबै कफीहरू रहेछ रोपेको बेडहरू चाहिँ राम्रै छ होइन बाथरुम पनि निट एन्ड क्लिन र दिस इज द प्लेस जहाँ चाहिँ हामीले प्लानिङ गरेको थियो बस्नको लागि ठ्याक्क माथि हो यहीँनिरबाट चाहिँ माथि हो मास्के होटेल भनेर बट अनफर्चुनेटली हामी बस्न चाहिँ पाएनौँ किन भन्दा बुढाबुढी झगडा गर्न थाले र हामी फर्क्यौँ मास्के होमस्टे परेवा कोट र यहाँनिर चाहिँ यो टावर पनि बनाएको छ अनि टावरबाट चाहिँ माथि एकदम राम्रो देखिन्छ वरिपरिको भ्यू चाहिँ एकदम राम्रो देखिन्छ तर तल चाहिँ खासै सफाहरू पनि गरेको थिएन अलिक फोहोर नै थियो त्यो ठाउँ चाहिँ रमाइलो थियो र उहाँ हुनुहुन्छ मेरो श्रीमतीज्यू अब हामी चाहिँ टावर चढ्दैछौँ अनि कस्तो फिल भइरहेको त श्रीमतीज्यू हेलो हेलो नबोलेको रमाइलो गर्न आएको झगडा हेर्नु पाइया बुढाबुढीको त्यो पनि के भगवान् के भन्नु संसारै विचित्र छ ह्याप्पी एनिभर्सरी Oh, happy anniversary to us. क्यामेरा हेर्नु अरे मैले त देखेको छैन कि हेर नि त अझै दाम नि खायो तर